आर्यन फ्री फायर खेल्दै एक दिन उसलाई क्लासिक स्क्वाडमा केटी भेटियो। उनको नाम माया थियो। मायाको बोली निकै मिठो थियो। उनीहरूसँगै गेम खेल्न थाले। आर्यनले माया मन पर्न थाले, तर मायालाई यो हरेक दिन आर्यनको उनको मेसेज पढ्थ्यो। मायाले भने उसलाई साथै मित्रता ठाने। आर्यनले उनको लागि धेरै समय खर्च गर्यो। हार्दा पनि साथ दिन्थ्यो, जित्दा पनि खुसी थियो। बिस्तारै उसको माया गहिरो भन्दै गयो। एक दिन उसले आफ्नो मनको कुरा भन्यो। केही समयमा माया चुप रहिन्। त्यसपछि उनले भने, तिमी राम्रो साथी हौ, तर म तिमीलाई त्यस्तो रूपमा हेर्दिनँ। यो सुन्दै आर्यनको मन टुट्यो, तर उसले मुस्काएर ठिक छ भन्यो। त्यसपछि पनि उसको मायाको सम्मान गर्यो। उसले जबरजस्ती गर्न खोजेन। बिस्तारै